without using heat है हिट प्रयोग नगरेर हामीले चाहिँ अक्सिजन ग्यास ल्याबमा प्रयोग गर्दै छौं हो निकाल्दै छौं त्यसको लागि चाहिँ हाम्रो लागि प्रिन्सिपल के छ हामीले चाहिँ के गर्छौं यसको लागि H2O2 हाइड्रोजन पेरोक्साइडलाई यो हाइड्रोजन पेरोक्साइडलाई केसँग ट्रिट गर्छौं त म्याङ्गानिज डाइअक्साइड यो चाहिँ के हो क्याटालिस्ट मात्रै हो बुझिस यसले रिएक्सन गर्दैन यसले चाहिँ के गर्छ त म्याङ्गानिज डाइअक्साइडले रिएक्सनलाई के गर्छ एक्टिभेट गर्ने मात्रै काम गर्छ हो यो म्याङ्गानिज डाइअक्साइडको प्रेजेन्समा चाहिँ हाइड्रोजन पेरोक्साइड चाहिँ चेन्ज भएर के बन्द रहेछ H2O र वाटर बन्द रहेछ हो हैन नि H2O र अक्सिजन बन्द रहेछ H2O भने वाटर O2 भने अक्सिजन ग्यास है ल अब हामीले सुरुमा चाहिँ के गर्नु पर्यो यो म्याङ्गानिज डाइअक्साइड चाहिँ यसको धुलो छ पाउडर यसलाई चाहिँ हामीले यो बोतलमा बिस्तारै खन्याउँछौं पोकिन्छ अलिअलि यहाँ कोन गराएर राख्नुपर्ने हामी गति गरी हैन एउटा उसको कोन बनाउन जाने खास कागजको कोन बनाउन त्यही बसे अब हैन हामीले के राखिन्छ त्यो कालो धुलो हो कालो धुलो के राखिन्छ म्याङ्गानिज डाइअक्साइड क्याटालिस्ट MnO2 अब त्योमा के मिक्स गर्छौं हाइड्रोजन पेरोक्साइड H2O2 है त्यसपछि त्यो दुईटा के हुन्छ डिकम्पोज हुन्छ है अनि के भन्छ वाटर र अक्सिजन यो कुन रिएक्सन हो रे 10 क्लास यो कुन रिएक्सन हो रिएक्सन टाइप अफ रिएक्सन कुन हो यो डिस्प्लेस भइराछ वाटर डिस्प्लेस के भन्छ डाउनवर्ड डिस्प्लेसमेन्ट भने यही हो यो वाटरलाई के तलबाट तलतिर डिस्प्लेस गर्छ एमाइज ग्यास भरिरहेछ देख्यौ माथि तलतिर गइराछ ग्यास भरिरहेछ ल हेर हेर ल भयो छोड अब छोड पुग्यो त्यो सबै खाना त्यसको लागि पुग्यो हैन नि भयो त्यो होइन कि ल त्यही खाना ल फटाफट भयो रिएक्सन त हेर त यहाँ ग्यास कति छिटो बन्यो जति धेरै आगे त्यति हुन्छ क्या त्यही त हो नि के गरेर रेट अफ रिएक्सन फास्ट भइरहेछ एकछिनमा यो हाम्रो ग्यास भरि भर्यो ग्यास दार यतिका अक्सिजन पनि छोड्यो ल कसैलाई अक्सिजन कमी भयो भने सुँग्ने च्याप्टर सम्झ्यो मैले अक्सिजन यो सुन्न पर्छ पानी पनि पकिन थाल्यो ल ग्यास त राम्रो भर्यो लगभग भरिन आँट्यो अझै कति रिएक्सन त भइरहेछ यस कसरी रिएक्सन हुँदै रहेछ ग्यास हेर यही छ ग्यास अक्सिजन ग्यास यहाँ छ टेस्टिङमा पनि भरिन्छ